नमस्कार दर्शक तथा श्रोतावृन्दहरुमा आज श्रीकृष्ण जन्माष्टमी यसको अवसरमा सम्पूर्ण हिन्दू धर्मावलम्बीहरूलाई हार्दिक शुभकामनाका साथ आज मैले श्रीकृष्ण जन्माष्टमीको अवसरमा एउटा कथा लिएर आएको छु। प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिन मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान श्रीकृष्णको पूजा आराधना गरी मनाइन्छ। संसारभरका हिन्दू धर्मावलम्बी अनि श्रीकृष्णका भक्तहरूले आज प्रिय भगवान कृष्णको जन्मदिवस मनाउँदैछन्। हातमा मुरली, शेरमा मयूरको प्वाक, शीतल बगैँचा मुनि जीव जन्तुको साथमा गोपिनीहरूको मायामा बाँसुरीको मधुर धुन यस्तै वातावरणमा विराजमान प्यारा भगवान श्रीकृष्ण आजकै दिन मामा कंसको कैदमा रहेका पिता वासुदेव र माता देवकीको गर्भबाट जन्म भएको मान्यता रहिआएको छ। कृष्ण जन्माष्टमीलाई सातम, आठम, गोकुल अष्टमी, अष्टमी रोहिणी, श्रीकृष्ण जयन्ती, श्री जयन्ती वा कहिलेकाहीँ साधारण भाषामा जन्माष्टमी भन्ने गरिन्छ। श्रीकृष्ण जन्माष्टमीको दिन मानिसहरूले व्रत बस्छन्। यस दिन व्रत राख्नाले भगवान श्रीकृष्णको आशीर्वाद प्राप्त हुने र सबै दुःख हटाउने जनविश्वास रहेको छ। यसका साथै सन्तान नभएका दम्पतिहरूले यस दिन व्रत बसेर राति 12 बजे श्रीकृष्णको बाल स्वरूपलाई नुहाउने गरेको पनि जनाइएको छ। सन्तानको सुख पाउन श्रीकृष्ण जन्माष्टमीमा व्रत बसी श्रीकृष्णको बाल स्वरूपको पूजा गर्ने गर्दछन्। श्रीकृष्ण जन्माष्टमी पर्व धेरै ठाउँमा मनाइने गरिन्छ, तर यस दिन मथुरा, गोकुल र द्वारकामा विशेष कार्यक्रमको आयोजना गरी ती स्थानमा बनेका भगवान श्रीकृष्णका मन्दिरहरूमा टाढा टाढाका मानिसहरू आउने गर्दछन्। यस दिन भगवान श्रीकृष्णको जन्मस्थल मथुरालाई राम्ररी सजाइन्छ र मथुरा निर्मित भगवान श्रीकृष्णको मन्दिरमा भव्य कार्यक्रमको आयोजना गरिन्छ। श्रीकृष्ण जन्माष्टमीका दिन भगवान कृष्णको जन्मको कथा आजको भिडियोमा रहेको छ, जुन यस प्रकार रहेको छ। द्वापर युगमा भोजवंशी राजा उग्रसेनले मथुरामा शासन गरेका थिए। उनको अत्याचारी छोरा कंसले उनलाई सिंहासनबाट हटाएर आफै मथुराको राजा भएका थिए। कंसकी एउटी बहिनी देवकी थिइन्, जसको विवाह वासुदेव नामका यदुवंशी सरदारसँग भएको थियो। एकपटक कंस आफ्नी बहिनी देवकीलाई ससुराको घरमा लैजान जाँदै थिए। बाटोमा आकाशबाट आवाज आयो, हे कंस, जसलाई तिमीले परम प्रेमले बोकेर हिँड्दैछौ, तिम्रो मृत्युको कारण त्यही हो। उसको गर्भबाट जन्मेको 8औं बच्चाले तिमीलाई मार्नेछ। यो सुनेर कंस वासुदेवलाई मार्न तयार भए, तर देवकीले कृपापूर्वक कंसलाई भनिन्, मेरो गर्भबाट जन्मने बच्चालाई म तपाईकै अगाडि ल्याउनेछु, वासुदेवलाई मारेर के फाइदा। कंसले देवकीको आज्ञा पालन गरे र मथुरा फर्के। उनले वासुदेव र देवकीलाई कारागारमा राखे। वासुदेव देवकीले एक एक गरी 7 सन्तान जन्माए र कंसले ती 7 सन्तानलाई जन्मने बित्तिकै मारिदिए। अब 8औं सन्तान हुन लागेको थियो। उनीहरूलाई कारागारमा कडा सुरक्षामा राखिएको थियो। त्यही समय नन्दकी श्रीमती यशोदाको पनि सन्तान हुनेवाला थियो। वासुदेव देवकीको दयनीय जीवन देखेर उनले 8औं सन्तानको रक्षाको उपाय निकाले। वासुदेव देवकीबाट छोराको जन्म हुँदा संयोगवश यशोदाको कोखबाट एक बालिकाको जन्म भयो, जुन थियो माया। अचानक देवकी वासुदेवलाई बन्दी बनाएको कोठरीमा ज्योति आयो र तिनीहरूको अगाडि शङ्ख, चक्र, गदा, पद्म धारण गरेका 4 हातधारी भगवान प्रकट भए। दुवै प्रभुको पाउमा ढले। तब भगवानले उहाँलाई भन्नुभयो, अब म फेरि नवजात शिशुको रूप लिन्छु। तिमीले मलाई यस समयमा आफ्नो साथी नन्दजीको घर वृन्दावनमा पठाइदेऊ र उनीहरूबाट जन्मेको केटीलाई ल्याएर कंसलाई सुम्पिदेऊ। यो समयमा वातावरण अनुकूल छैन, तैपनि चिन्ता नगर। बिउजनी रक्षकहरू सुत्नेछन्, कारागारका ढोकाहरू स्वत खोल्नेछन् र असीम यमुना नदीले तिमीलाई पार गर्ने बाटो दिनेछ। त्यही समयमा वासुदेव नवजात शिशु स्वरूप श्रीकृष्णलाई लिएर कारागारबाट निस्किए र अथाह यमुना पार गरी नन्दजीको घरमा पुगे। त्यहाँ नवजात शिशुलाई यशोदासँग सुताएर बालिका लिएर मथुरा आए। कारागारका ढोकाहरू सदा चाहिँ बन्द थिए। अब कंसले वासुदेव देवकीको गर्भमा बच्चा जन्मेको जानकारी पाए। कारागारमा गएर देवकीको हातबाट नवजात छोरी खोसेर धरतीमा फालिदिए, तर केटी आकाशमा उडेर भनी, ए मूर्ख, मलाई मारेर के हुन्छ, तिमीलाई मार्ने वृन्दावन पुगेका छन्।
चाँडै तिम्रो पापको दण्ड दिनेछ। श्रीकृष्ण जन्माष्टमीको अवसरमा आजको कथा तपाईलाई कस्तो लाग्यो? कथा अनुसार यसपछि श्रीकृष्णले आफ्नो मामा कंसको अत्याचारको सजाय आफ्नो मामा कंसलाई वध गरेर दिएका थिए। श्रीकृष्ण जन्माष्टमीको अवसरमा सम्पूर्ण हिन्दू धर्मावलम्बी साथसाथै श्रीकृष्ण जन्माष्टमी मनाउनु हुने सम्पूर्ण महानुभावहरूलाई हार्दिक शुभकामनाका साथ अहिलेको लागि बिदा हुनेछु। बेलुकीको समयमा म अर्को रोचक कथा लिएर आउने नै छु। तबसम्मको लागि बिदा दिनुहोस्। नमस्कार।